सबैजनालाई आज म तपाईहरुलाई मैले लेखेको गीत सुनाउन गइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ कमेन्टमा कमेन्ट गरेर भन्नु होला। राम्रो लाग्यो भने लाइक शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। गर्लफ्रेन्ड र आमामा तपाई कसलाई रोज्नुहुन्छ तल कमेन्टमा कमेन्ट गरेर भन्नु होला। अनि म चाहिँ कसलाई रोज्छु मेरो गीतबाट बुझ्नु होला। ल त सुरु गरे है त मेरो जीवन कथा गीतबाट। हावा फ्री स्टाइल। म त बदलिएको छु सबलाई भन्ने गर्छु कथा सुरु। म त सानैदेखि भित्रबाट राम्रो मान्छे तर समयले सिकाए बाहिर देखेको आँखा लाग्ने। 5 वर्षको छोरामा अध्यात्म खोजे तर गल्ती गरिन अनि पश्चाताप पनि रोजे। सिगरेट गाँजा रक्सी मेरो गल्तीको साथी सपना मेटियो बनाइयो जिन्दगी गाथा काली। घरमा झगडा आमा बाउको निन्दा सधैँ मलाई चिन्ता यस्तो थिइन म पहिला आफूलाई चिन्दा। सपना मरेको सोचाइ मात्र जिन्दा बेरोजगार म पैसा बिना मान्छे कसरी हिँड्ला। म जुन बेला बिग्रिएको थिएँ कारण भन्ने गर्थे केटी खासै उनी पनि होइनन् दोषी सबै मेरो भाग्यको गल्ती। जब हुनु पर्ने थियो मन खुसी अनि पढाइमा रुचि त्यो बेलामा रातभरि जागी बसी उसको यादमा तडपी। उसलाई महसुस पनि थिएन कि म उसलाई मन पराउँथे। बोल्न जान्थे उसको सामु लाटो जस्तो नबोली फर्केर आउँथे। मनमा एउटा डर उनी पढाइमा अब्बल म त जहिले फेल लाग्यो मेरो प्रेम हुन्छ विफल। मिलनको कल्पना गुडाउँदै सपनाको रेल। मैले सोचिसकेको थिएँ उनलाई म भुल्न सक्दिनँ बाँचुन्जेल। झन् उसको मायामा ठोक्कर खाए त बाँच्न सक्दिन होला म उसलाई सम्झेर। जवाफ पनि पाए त्यसको नसोचे जस्तो हार भयो मेरो मात्र बाँकी रह्यो अब उसको झझल्को। धोकामा जिउन म डराउँदै थिएँ बनाउँदै थिएँ आँसुको पोखरी धोकाको नाउँमा आफूलाई किन डुबाउने। प्रश्न आफूलाई गरे कसको लागि बाँच्ने म कसको लागि हाँस्ने। अनि त्यस पछाडि दौडी कुन चाहिँ तालमा हाम फाली जब मलाई खेल्नै आउँदैन पौडी बचायो एकजनाले आफ्नो झैँ सम्झी। भोलिपटक फेरि हराएन उदासी आफूलाई खोजी लगाउन फाँसी। त्यस पछाडि याद आयो घरको रोइदिए आमालाई सम्झी। परिवारको लागि बाँचे झन्डै एउटा केटीको लागि परिवार नै गुमाएथे। म रमाएर घरमा आए तर आमाको पाउमा लडेर आँसु बहाए। आमाले शिरमा हात लगाउनु भयो लाग्यो मैले नयाँ जिन्दगी पाएँ। आज बाँचेको छु म घरको लागि भुलिसकेँ मैले पुराना कुरा याद आउने साथी। कति छन् यहाँ स्वार्थी पाउन सकिँदैन माया जबरजस्ती। केही हुँदैन सम्पत्ति मरेपछि यादहरू मात्र रहनेछन् बाँकी। त्यसैले हाँसेर जिन्दगी जिउ सम्झनालाई राम्रो बनाऊ। माया गर्नेहरूलाई अँगालो लगाऊ धोका दिनेहरूलाई टाढा भगाऊ। भित्री आत्मा जगाऊ कर्तव्यको पालनामा ठोक्कर नखाऊ। पैसा साथीभाइ पराई मायाको लागि आफ्नो अस्तित्व नभुलाऊ। चोटमा मन नदुखाऊ हरेस नखाऊ आमा बाउको लागि आफूलाई बचाऊ। थ्याङ्क यू नमस्कार।